हामी यस्तो एउटा शक्तिको कुरा गर्दैछौँ जसले हाम्रो संसारलाई आकार दिन्छ, तर त्यो प्राय देखिँदैन। साधारणभन्दा साधारण कुरादेखि लिएर ठूला इन्जिनियरिङका चमत्कारहरूसम्म यो सबैतिर लुकिएको छ। ल आज यसको रहस्य खोलौँ। ल एउटा एकदमै सरल कुराबाट सुरु गरौँ न, है? किन एउटा काँटीले सजिलै भित्ता छेड्छ तर त्यही बराबरको बलले हाम्रो औँलाले थिच्दा केही पनि हुँदैन? यो कुराले अलिकति सोच्न बाध्य बनाउँछ, होइन त? तर यसको जवाफभित्र नै चापको सम्पूर्ण रहस्य लुकेको छ। भनेपछि खास कुरो बलको मात्रामा रहेनछ। कुरो त केमा रहेछ भने त्यो बल कति सानो ठाउँमा केन्द्रित छ भन्नेमा। काँटीको चुच्चोको क्षेत्रफल एकदमै सानो हुन्छ। हो, यही कारणले थोरै बलले पनि त्यहाँ ठूलो चाप पैदा गर्छ र सजिलै भित्ता छेड्छ। त्यसो भए यसलाई विज्ञानको भाषामा कसरी बुझ्ने त? चाप भनेको कुनै निश्चित क्षेत्रफलमा कति बल परिरहेको छ भन्ने कुरा हो। एकदमै सरल भाषामा भन्नुपर्दा बल कति ठाउँमा फैलिएको छ वा कति सानो ठाउँमा थुप्रिएको छ, हो त्यसैको नाप हो चाप। अब यसको पछाडिको हिसाब किताब पनि एकदमै सजिलो छ। P बराबर F/A, अर्थात् चाप भनेको बललाई क्षेत्रफलले भाग गर्नु हो। यसको एकाइलाई पास्कल अर्थात् PA भनिन्छ। अनि यहाँ सबैभन्दा याद राख्नुपर्ने कुरा के हो भने क्षेत्रफल जति सानो भयो चाप त्यति नै बढी हुन्छ, एकदमै बढी। ठोसको कुरा त भयो, तर तरल पदार्थमा चाहिँ चापले कसरी काम गर्छ होला? हो, त्यहाँको कथा त झन् रमाइलो छ। सोच्नुस् त, कुनै भाँडोमा पानी राख्दा त्यो पानीले आफ्नो तौलले गर्दा भाँडोको पिँध र भित्ताहरूमा चारैतिरबाट लगातार धकेलिरहेको हुन्छ। हो, यही धकेल्ने बल नै चाप हो। र यो चाप कति हुन्छ भन्ने कुरा चाहिँ तरलको गहिराई र घनत्वमा भर पर्छ। अनि तरल पदार्थभित्र कुनै एक ठाउँमा ठ्याक्कै कति चाप छ भनेर नाप्नको लागि पनि एउटा सूत्र छ। त्यो हो P=hDG। यो सूत्रले हामीलाई गहिराईमा लुकेको चापको मात्रा बताउँछ। ल यो सूत्रलाई अलिकति केलाएर हेरौँ न। यहाँ h भनेको तरलको सतहबाटको गहिराई हो, d भनेको तरल कति बाक्लो छ अर्थात् त्यसको घनत्व, र g भनेको गुरुत्व प्रवेग हो। हो, यिनै तीन कुराले नै तरलको चाप निर्धारण गर्छन्। हो, यही सूत्रबाट तरल चापका केही आधारभूत नियमहरू निस्किन्छन्। पहिलो, जति गहिरो गयो चाप उति नै बढ्दै जान्छ। दोस्रो, तरल जति बाक्लो भयो चाप त्यति नै बढी हुन्छ। त्यसैले त हो नि, सामान्य पानीभन्दा नुनिलो समुद्री पानीको चाप बढी हुने। र तेस्रो, स्थिर तरलले जुनसुकै दिशामा पनि बराबर चाप दिन्छ। अब कुरा गरौँ तरल पदार्थको एउटा सुपर पावरको बारेमा। जब तरललाई कुनै बन्द भाँडोमा राखिन्छ नि, तब सुरु हुन्छ पास्कलको नियमको जादु। र यो साँच्चै जादु जस्तै काम गर्छ। महान वैज्ञानिक ब्लेज पास्कलले के पत्ता लगाउनु भयो भने बन्द भाँडोमा रहेको तरलको कुनै एक ठाउँमा चाप दिँदा त्यो चाप कति पनि नघटिकन सबैतिर बराबर फैलिन्छ। हेर्दा सरल देखिने यही सिद्धान्तले हाम्रो आधुनिक प्रविधिलाई चलाएको छ। र त्यो जादु व्यवहारमा यस्तो देखिन्छ। एउटा सानो पिस्टनमा थोरै मात्र बल लगायो भने त्यो चाप तरलभरि बराबर फैलिन्छ। अनि अर्को छेउको ठूलो पिस्टनमा त्यही चापले यस्तो विशाल बल पैदा गर्छ कि पुरै गाडीलाई नै माथि उचाल्न सक्छ। सोच्नुस् त। अनि यो बल गुणा हुने कुराको पछाडि कुनै गाह्रो गणित छैन, एकदमै सजिलो छ। ठूलो पिस्टनको क्षेत्रफल सानोको भन्दा जति गुणा ठूलो हुन्छ, उत्पन्न हुने बल पनि त्यति नै गुणा बढी हुन्छ। त्यसैले त यसलाई फोर्स मल्टिप्लायर अर्थात् बल गुणक भनिन्छ। ल पास्कलको नियमले त हामीलाई थोरै बलले धेरै काम कसरी लिने भनेर सिकायो। अब अर्को ठूलो प्रश्न, हजारौं टनको त्यो फलामको जहाज त्यो कसरी पानीमा तैरन्छ? यसको जवाफ ऊर्ध्वचाप र आर्किमिडिसको सिद्धान्तमा लुकेको छ। कल्पना गर्नुस्, कुनै वस्तुलाई पानीमा डुबाउँदा कस्तो महसुस हुन्छ? हो, पानीले त्यसलाई माथितिर धकेलिरहेको जस्तो लाग्छ नि। हो, त्यही माथितिर लाग्ने बल नै हो ऊर्ध्वचाप अर्थात् अपथ्रस्ट। यसले वस्तुको तौललाई तलतिर तान्न खोज्ने गुरुत्व बलको ठिक उल्टो दिशामा काम गर्छ। तर यो ऊर्ध्वचापको बल कति हुन्छ त? महान आर्किमिडीजले पत्ता लगाउनुभयो कि यो बल ठ्याक्कै वस्तुले हटाएको पानीको तौल बराबर हुन्छ, अर्थात् जति धेरै पानी हटायो उति नै धेरै माथितिर धकेल्ने बल। यो सिद्धान्त नै तैर्ने कुराको भनौँ न मुटु नै हो। त्यसो भए डुब्ने र तैर्ने खेल के रहेछ त?
एकदम सरल छ। यदि वस्तुको तौल मतलब W पानीले दिने ऊर्ध्वचाप मतलब U भन्दा बढी भयो भने वस्तु डुब्छ, सिधा कुरा। तर यदि वस्तुले आफ्नो तौल बराबरकै ऊर्ध्वचाप पाउन सक्यो, अर्थात् W = U भयो भने त्यो वस्तु मजाले तैरन्छ। अब अहिलेसम्म हामीले जे कुरा गर्यौं ती सिद्धान्तहरू किताबमा मात्रै सीमित छैनन्। यिनीहरूले त हाम्रो दैनिक जीवनका कैयौं प्रविधिहरूलाई सम्भव बनाएका छन्। पास्कलको नियमको एउटा सबैभन्दा उत्कृष्ट उदाहरण हो हाम्रो गाडीमा हुने हाइड्रोलिक ब्रेक। चालकले पेडलमा थोरै मात्रै बल लगाउँदा त्यो चाप तेल मार्फत चारै पाङ्ग्रामा बराबर र शक्तिशाली रूपमा फैलिन्छ, जसले गाडीलाई सुरक्षित रूपमा रोक्न मद्दत गर्छ। अनि यही सिद्धान्तको अर्को शक्तिशाली प्रयोग हो हाइड्रोलिक प्रेस। यसले हेर्नुस् त धातुलाई आकार दिन्छ, बिउ पेलेर तेल निकाल्छ वा कपासको डल्लोलाई थिचेर सानो बनाउँछ। यो सबै त्यही थोरै बलले धेरै कामको कमाल हो। अब फेरि त्यही जहाजको रहस्यमा फर्काउन। प्लवनको नियमले के भन्छ भने तैरिनको लागि कुनै पनि वस्तुले आफ्नो तौल बराबरको पानी हटाउनै पर्छ। पानी जहाजको डिजाइन नै यस्तो विशाल बनाइएको हुन्छ कि त्यसले आफ्नो तौल बराबरको पानी सजिलै हटाउन सकोस्। यही सरल तर शक्तिशाली नियमले गर्दा नै विशाल जहाज र पण्डुबीहरू समुद्रमा चल्न सक्छन्। ल, आज हामीले चापको यो अदृश्य तर एकदमै शक्तिशाली संसारको एउटा सानो यात्रा गर्यौं। यसले एउटा प्रश्न जन्माउँछ, पानी र हावाको चाप बाहेक हाम्रो दैनिक जीवनलाई अरू कुन कुन अदृश्य शक्तिहरूले चलाइरहेका होलान्? यो प्रश्नमाथि विचार गर्दै गर्नुहोला। अर्को पटक फेरि भेटौँला।